भूत र भविष्यको चिन्ता छोड्ने पहिलो कुरा त क्या। भूत पछि के होला, भविष्यमा के गर्ला, मेरो छोरोले के गर्ला, मेरी छोरीले के गर्ली, यस्तो खालको चिन्तामै छोड्दिनु, अथवा मेरो लाइफ के होला त्यता छोड्दिने। अहिलेको प्रेजेन्ट मोमेन्टमा धेरै नै भन्दिनँ म, 1 मिनट मात्र बसेर देखाउनु। मान्छे चाहिँ के हुन्छ त भन्दाखेरि कि त अघि बितिसकेको कुरामा चिन्ता गरेर बस्छ, कि त भोलि आउने कुरामा गर्छ, अहिलेको मोमेन्टमा जिउँदै जिउँदैन क्या। नमस्ते, आजको एपिसोडमा हामी निमकोर्ली बाबाको विषयमा चर्चा गर्छौँ। आज एकदम इन्ट्रेस्टिङ एपिसोड हुन गइरहेको छु। कालद्रष्टाको अर्को एपिसोडमा सम्पूर्णलाई स्वागत छ। र निमकोर्ली बाबाको विषयमा चर्चा गर्नुभन्दा अगाडि हामी गुरुको विषयमा चर्चा गर्छौँ पहिला है। गुरु भन्ने चिज के हो त है, अलिकति यो टपिकमा म बोल्न गइरहेको छु। जस्तै गुरु के हो अनि गुरु किन चाहिन्छ, यो क्वेसन चाहिँ धेरै फ्रिक्वेन्टली चाहिँ रिपिटेड हुने क्वेसन हो के। अब गुरु भनेको के चिज हो त भनेको, गुरु भनेको ज्ञान हो, गुरु भनेको व्यक्ति होइन, गुरु भनेको तत्त्व हो। अब के तत्त्व हो त गुरु? गुरु भनेको चाहिँ तत्त्व चाहिँ के तत्त्व त भन्दाखेरि, हामीलाई कुनै पनि चिजको ज्ञान चाहियो भने चाहिँ त्यसको सोर्स कनेक्ट गराइदिने काम चाहिँ गुरुले गर्छन् के होइन। अब त्यो गुरुले गर्ने हुँदाखेरि चाहिँ त्यो गुरु तत्त्वलाई जागृत गर्नलाई चाहिँ हामीले जहिले पनि के भन्छ, एउटा साक्षात गुरु, लिभिङ मास्टर चाहिन्छ कि। त्यो लिभिङ मास्टरलाई हामीले उनको कुरा सुन्दै गयौँ होइन, उनलाई चाहिँ श्रद्धा भक्ति गरेर हामी मान्दै गयौँ भने चाहिँ तपाईँले चाहिँ अनि तपाईँका गुरु तत्त्वहरू त्यहाँबाट जागृत हुँदै जान्छ क्या है। 2019मा म गुरुको खोजमा चाहिँ कैँचीधाम गएको थिएँ कि। निमकोर्ली बाबाको विषयमा कसैले भनिदिएको थियो। म चाहिँ एकदम क्युरियस भएर, मेरो हिमाचलको कन्फरेन्स पनि थियो त्यतिखेर, एस्ट्रोलोजिकल कन्फरेन्स, अनि त्यो सिलसिलामा म गुरुको खोजमा 19मा चाहिँ एउटा लेभलको हुन्छ नि, एक किसिमको सिद्ध सन्त भनेर चाहिँ म कैँचीधाम गएँ है। कैँचीधाम जाँदाखेरि चाहिँ त्यहाँ गइयो अनि त्यहाँको विधि विधान अनुसारले त्यहाँ एउटा काइन्ड अफ इनिसिएसन जस्तो लिइयो होइन। अनि बाबासँग चाहिँ जोडिने मौका पाएँ। म अहिले निमकोर्ली बाबाको टपिकलाई फेरि छुन्छु, अहिले गुरुकै विषयमा चाहिँ म जान्छु। अब गुरुले के कर्महरू गराइदिन्छन् त होइन। गुरु फिजिकल बडीमा हुनुपर्छ कि, अथवा निमकोर्ली बाबाहरू जो 1973मै शरीर पुरा भइसक्नु भएको छ होइन, त्यो फर्मका गुरुलाई मान्दाखेरि हुन्छ कि होइन, के चाहिँ इम्पोर्टेन्ट छ त भन्ने टपिकमा अलिकति चर्चा गरौँ। मैले जहाँसम्म बुझाएको छु, गुरु जो तत्त्व छ, गुरु भनेको तत्त्व हो, तर फिजिकल मास्टर नभइकन चाहिँ त्यो तत्त्व फुटाउने काम चाहिँ अरूले गर्न सक्दैन है। जस्तै अब हामीले निमकोर्ली बाबालाई मान्यौँ भने, जस्तै शिरडी साई बाबालाई मान्छौँ हामीले होइन, कति चाहिँ अब जस्तै मेहेर बाबा हुनुहुन्छ, अनि त्यसै गरी रमणा महर्षि हुनुहुन्छ होइन। अब उहाँहरू एउटा डिभाइन सोल हो, एकदमै हाई लेभलको। सिपुरी बाबा हुनुहुन्छ, हाई लेभलका सोलहरू हो। तर अब त्यो एनर्जीसँग जोडिनलाई चाहिँ हामीले कि त फिजिकल मास्टरलाई वन्स इन अ लाइफ भए पनि भेट्नु पर्यो शरीरमा, एकैचोटि भेटे पनि पुग्छ शरीरमा है, त्यो पुग्छ होइन। उहाँहरूसँग चाहिँ हामीले चाहिँ फिजिकल्ली हामी टचमा छैनौँ भने चाहिँ त्यो थर्ड डाइमेन्सनल एनर्जी हुन्छ, जोसँग कनेक्ट हुनलाई चाहिँ टाइम लाग्छ है। त्यो एनर्जीले गाइड नगर्ने होइन, स्वप्नमा आएर गाइड गरिदिन्छन् कति केसमा बाटोहरू देखाइदिन्छन् होइन। तर फिजिकल मास्टर जस्तो चाहिँ हुँदैन है। अब त्यो गुरुको ऊर्जालाई कसरी जागृत गर्ने हामीमा होइन, अनि त्यो एनर्जी त्यो चिजबाट कसरी फाइदा लिने त भन्दा, हामीले कुनै पनि एउटा फिजिकल मास्टरलाई समात्ने, तपाईँले तन्त्रको हिसाबमा ज्ञान लिनु छ भने नि एकजना तान्त्रिक मास्टरलाई समात्ने, अथवा स्पिरिचुअल्ली जानु छ, अध्यात्मको हिसाबले जानु छ भने पनि स्पिरिचुअल मास्टर एउटा कोही बनाउने, फिजिकल फर्म होइन। अनि फिजिकल फर्मको गुरु भइसकेपछि उहाँहरूबाट ज्ञान लिने होइन। ज्ञान लिँदै गइसकेपछि एउटा अवस्थामा गइसकेपछि तपाईँको गुरु तत्त्व चाहिँ जागृत हुन्छ है। जस्तै चेलोले गुरुमा पूर्ण श्रद्धा भक्ति गर्छ भने गुरुको चिज चेलोमा पूर्ण रूपमा ट्रान्सफर हुन्छ। कस्तो मिठो प्रसङ्ग लेखेर छ, तपाईँको जब कुनै पनि चेलाले, डिसाइपलले पूर्ण आफ्नो गुरुमा चाहिँ समर्पण गर्यो भने त्यो गुरुले सिकाएको सबै कुरा गर्नुपर्छ भन्ने पनि छैन कि, त्यो भक्ति र श्रद्धा नै काफी हुन्छ के। त्यो गुरुको एनर्जी गएर टक्क ट्रान्जिट गरेर बसिदिन्छ क्या है। अनि गुरुको गुणहरू आफ्मा डेभलप हुने यो तपाईँहरूले कति फिल गर्नु भएको छ छैन। जस्तै मेरो केसमा भएको छ क्या, मेरा गुरुहरू चाहिँ
चाहिँ हेरेको छु मैले गुरुहरूलाई चाहिँ। जस्तै म पहिला अत्तर सत्तर युज गर्न त्यति रुचाउँदैन थिएँ, अनि मेरा गुरुहरू चाहिँ यो हुन्छ नि पर्फ्युम भन्दा नि अत्तरहरू युज गर्नुहुन्थ्यो कि, सायद तन्त्रको लागि पनि अत्तर एकदमै काम लाग्छ। अनि ममा त्यो हेबिटहरू, म अहिले अत्तरहरू कलेक्सन गर्ने ओर्ने त्यो चिजमा मलाई आफूलाई पनि रुचि भयो क्या। कति आफूलाई चाहिँ मन नपर्ने डिसेसहरू पनि गुरुहरूले खानुहुन्थ्यो, सँगै बसिन्थ्यो, खाइन्थ्यो। अहिले ती खालका डिसेसहरू चाहिँ आफूलाई पनि मन पर्न थाल्यो कि। यो चाहिँ अचम्मको चिज हुँदो रहेछ है, गुरुहरूका हेबिटहरू पनि ट्रान्जिट गर्छ क्या, उहाँहरूका बानी बेहोराहरू पनि सर्छ है। यो चिजलाई चाहिँ मैले हेरेको छु। अब जब चेलो पूर्ण रूपमा समर्पित हुन्छ र आफूलाई गुतुल्य बनाउँछ तब गुरुको जन्म हुन्छ। कस्तो इन्ट्रेस्टिङ के, आफूलाई मिटाइदिएर चाहिँ जब चेलो पूर्ण रूपमा कुनै पनि गुरुमा चाहिँ समर्पित हुन्छ, त्यस पछाडि चाहिँ के हुन्छ त भन्दा अनि गुरुको जन्म हुन्छ है। त्यहाँबाट गुरु तत्त्वको जागृति त्यहाँबाट सुरु हुन्छ है। केतु पछि ग्रह सिद्धियो भने अब बाँकी छैन कर्म यो लाइफमा भन्ने। अब जस्तै केतुलाई चाहिँ हेरिन्छ क्या, केतुलाई हेरेर चाहिँ कति कर्म बाँकी छ यो लाइफमा भन्ने कुरालाई चाहिँ हेरिन्छ होइन। जस्तै चेलाहरूसँग जति सक्दो एट्याचमेन्ट, कम एट्याचमेन्टमा बस्ने कि, यो एउटा हाम्रो गुरुहरूले पनि भन्नुहुन्छ होइन, धेरै अट्याच्ड नहुने चेला चेलीसँग नि कि है, कम एट्याचमेन्टमा चाहिँ बस्नुपर्छ होइन। जिन्दगीको सबैभन्दा परम सत्य भनेको मृत्यु हो। चेतनाको स्तर जति माथि उठ्दै जान्छ मान्छे त्यति कन्सियस हुँदै जान्छ, ऊ त्यति एक्लै हुँदै जान्छ। यो पनि इन्ट्रेस्टिङ विषय छ। जस्तै हामी कन्सियसनेस भनेर भनिरह हुन्छौँ होइन, टाइम एन्ड अगेन, तर चेतना तपाईँको उठ्न थाल्यो, अब जागृति सुरु हुनु थाल्यो तपाईँमा भने अब मान्छे के हुन्छ, नितान्त एक्लो हुन्छ क्या, एक्लै बस्न मन पराउने होइन, अनि एक्लै रमाउने त्यो चिजसँग चाहिँ अब एक्लै खुसी हुन थाल्छ क्या मान्छे। अब उसलाई भिड चाहिँ इरिटेट हुन थाल्छ है। साधना जब सिद्ध हुँदै जान्छ तब साधकहरूलाई अष्टसिद्धिले घेर्न थाल्छ। अब यो साधनाको विषयमा चाहिँ जब तपाईँको साधनाहरू सिद्धि हुँदै जान्छ, एउटा साधक एउटा लेभलमा पुग्छ, जस्तै निम्बोली बाबाहरू होइन, त्यो लेभलका साधुहरूलाई चाहिँ अष्टसिद्धिले घेरेको थियो। जस्तै अडिमा, लगिमा, गरिमा, महिमा, प्राप्ति, प्राकाम्य, इशिता, बसिता, यो अष्टसिद्धिहरू अनि नवनिधिहरू है। यी खालका सिद्धिहरूले चाहिँ अटोमेटिक घुम्छ। मैले धेरैवटा पोडकास्टमा नै बोलिदिएको छु, चेतनाको वरिपरि शक्ति घुम्छ क्या। जहाँ कन्सियसनेस एकदम हाई लेभलमा छ त्यहाँ शक्तिले घेर्न थाल्छ है। जसले पूर्ण रूपमा जप तप ध्यान साधना नियमित रूपमा निष्ठापूर्वक गर्छ उसले खासै केही बार्नु वा व्रत गर्नु पर्दैन। जसले पूर्ण रूपमा, फेरि रिपिट गरेँ है, जसले पूर्ण रूपमा जप तप ध्यान साधना नियमित रूपमा निष्ठापूर्वक गर्छ उसले खासै केही बार्नु वा व्रत गर्नु नै पर्दैन क्या। जस्तै मेरो गुरुहरूले भनेको वर्डहरू के यो, जस्तै मेरो क्रिया नगरे नि फरक पर्दैन भन्नुहुन्थ्यो कि गुरुहरूले। अब गृहस्थीमा भएका गुरुहरू चाहिँ गुरुहरूले भनेको सुन्छु कि म, अनि किन गुरु भनेर मैले सोध्थेँ। होइन, मैले अब त्यो लेभलको साधना गरिसकेँ कि मेरो क्रिया नगरे पनि अथवा चाहिँ मेरो दाह संस्कारै नगरे पनि म बिचमा अड्किँदैन भन्नुहुन्थ्यो कि। त्यो एउटा साधनाको लेभल गर्दै 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 गइसकेपछि साधक त्यो अवस्थामा पुग्दो रहेछ है। जबसम्म परमात्मा ईश्वरको पूर्ण रूपमा समर्पण हुन्न तबसम्म अस्तित्वले छाड्दैन। कस्तो राम्रो, परमात्मामा चाहिँ समर्पित हुनु पऱ्यो क्या हामीले है। गुरुमा पूर्ण रूपले समर्पण गर्ने चेलोको मुक्तिको कारण हुन्छ हो। अब यस्तो इन्ट्रेस्टिङ चिज आयो त भन्दा, जो चेलो आफ्नो गुरुमा पूर्ण रूपमा समर्पित छ है, आफ्नो चेलोमा चाहिँ आफ्नो गुरुमा चाहिँ एकदमै भक्तिपूर्वक होइन सरेन्डर भावमा बसिदिन्छ, उसको चाहिँ मुक्तिको कारकै होइन, त्यो चाहिँ समर्पण नै मुक्तिको कारक बन्छ क्या है। यो एकदमै तपाईँहरूलाई पनि काम लाग्ने कुरा। लिभिङ एट द प्रेजेन्ट मोमेन्ट इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन लाइफ है। हामी जहिले पनि भूत अथवा भविष्यको चिन्तामा बसिरहेको हुन्छौँ क्या। तर तपाईँ एक निवेश मात्र पनि है, एक क्षण मात्र, एक पल पनि अहिलेको मोमेन्टमा तपाईँ चाहिँ जिउनु भयो भने नि होइन, बाँच्नु भयो भने तपाईँको आत्मासँग साक्षात्कार हुन्छ। अहिले यो म लाइन पढेर सुनाउँछु होइन। एक निमेष भयो भने लिभ एट द प्रेजेन्ट मोमेन्ट कि लिभिङ एट द प्रेजेन्ट मोमेन्ट इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन लाइफ भनेको छ होइन। भूत र भविष्यको चिन्ता छोड्ने पहिलो कुरा त क्या, भूत पछि के होला, भविष्यमा के गर्ला, मेरो छोरोले के गर्ला, मेरी छोरीले के गर्ली, यस्तो खालको चिन्तामै छोडिदिनु, अथवा मेरो लाइफ के होला त्यता छोडिदिने। अहिलेको प्रेजेन्ट मोमेन्टमा यो तपाईँहरूले प्र्याक्टिस पनि गर्न सक्नुहुन्छ। अहिलेको प्रेजेन्ट मोमेन्टमा धेरै नै भन्दिनँ म, 1 मिनट मात्र बसेर देखाउनु। मान्छे चाहिँ के हुन्छ त भन्दाखेरि कि त अघि बितिसकेको कुरामा चिन्ता गरेर बस्छ, कि त भोलि आउने कुरामा गर्छ, अहिलेको मोमेन्टमा जिउँदैन क्या। अनि यो धेरै इन्लाइटेन मास्टरहरूले पनि भनेका चिजहरू हो कि लिभिङ एट द प्रेजेन्ट मोमेन्ट इज द मोस्ट इम्पोर्टेन्ट थिङ है। तपाईँ एक क्षण मात्र पनि वर्तमानमा बाँच्नुभयो भने तपाईँको आत्मासँग साक्षात्कार हुन्छ।
यो धेरै गाह्रो टपिक छ होइन, तर हामीले त्यसरी गर्न सकियो भने चाहिँ एकदमै हामीलाई चाहिँ अहिलेको मोमेन्टमा रियलाइज गरिदिन्छ है। अक्सर मानिसहरू भविष्य र भूतको चिन्तामै रमाउँछन् है। समय आएपछि सबै कुरा आफै घटित हुँदै जान्छ। गुरु भेट्नु, ज्ञान प्राप्त गर्नु, गुरुप्रति पूर्ण समर्पण गरेपछि गुरु सामर्थ्यवान नभए पनि प्रकृतिले ती सबै चिज जिम्मा लगाइदिन्छ वा पुर्याइदिन्छ। यो कस्तो मन छुने टपिक रहेछ यहाँ होइन। जस्तै हामीले भन्छौँ नि त्यो गुरु काबिल छ त, ऊ सक्षम छ त भन्ने कुरा चाहिँ हामीले गर्छौँ क्या, उसले जाने छ त भन्ने कुरा गर्छौँ क्या। मेरो बुझाइमा पनि के हो भने जस्तै यदि तपाईँले कोही पनि व्यक्तिलाई होइन आफ्नो गुरुको रूपमा छानिदिनु भयो, चाहे ऊ जान्ने होस्, चाहे ऊ नजान्ने होस्, चाहे ऊ एजुकेटेड होस्, चाहे ऊ अनएजुकेटेड होस्, द्याट डजन्ट म्याटर के। मेरा गुरुहरू पनि हुनुहुन्छ, दुईवटा गुरुहरू खासै पढे लेखेकै हुनुहुन्न क्या होइन। उहाँहरूले त्यस्तो विघ्न पढाए पनि छैन होइन, उहाँहरू त्यस्तो स्कलर पनि होइन। तर मैले आफैले हेरेको छु कि जब गुरुको एनर्जीसँग चाहिँ हामी जोडिन्छौँ, जोडिएर चाहिँ तपाईँको हामीले कुनै पनि चिजहरू खोज्छौँ क्या, साधनाका चिजहरू भए होइन। जस्तै तपाईँले यो साधना मैले कसरी गर्ने होला, यो चिज मैले कसरी प्राप्त गर्ने होला, यो ज्ञान भनेर हामी लाग्छौँ नि, हामीले चाहिँ आफूले मानेका गुरुहरूप्रति पूर्ण समर्पित भइसकेपछि प्रकृतिले यस्तो व्यवस्था गरिदिँदो रहेछ कि त्यो लेभलको लायकको मान्छेलाई खडा गरिदिन्छ क्या, जसले चाहिँ तपाईँलाई त्यो ज्ञान दिएर जाओस् है। यो कस्तो राम्रो चिज छ है। 40 वर्षसम्म जति सक्दो जम्मा गर्ने, ज्ञान सिक्ने, साधना गर्ने, त्यसपछि तपाईँ बाँड्न सुरु गर्ने एउटा प्रकृतिको नियम छ क्या। जस्तै 40 इयर्ससम्मको टाइम चाहिँ तपाईँले लर्निङको टाइम हो। जति सक्दो चाहिँ तपाईँले आध्यात्मिक कुराहरू खोज्नुहोस्, तन्त्रका चिजहरू खोज्नुहोस्, ज्ञानहरू खोज्नुहोस् होइन, वाट एभर के तपाईँलाई चाहिँ यो ब्रह्मज्ञानसँग रिलेटेड चिजहरू खोज्नुहोस्। 40 सम्म चाहिँ स्टोर, जति सक्दो चाहिँ सुन्ने सिक्ने गर्ने। अनि 40 वर्ष पछाडि चाहिँ अब तपाईँले त्यो चिजलाई सुनेर सिकेको चिजलाई पकाउने फर द टाइम बिङ है। अनि त्यसलाई चाहिँ तप्ने, त्यो चिजलाई हेर्ने, परख्ने। अनि जस्तै 40 इयर्सबाट उता गइसकेपछि चाहिँ तपाईँलाई प्रकृतिले नै एलाउ गर्दो रहेछ कि त्यो चिजलाई बाँड्नलाई तपाईँ काबिल हुनुभयो। प्रकृति पनि ब्रह्मज्ञान गर्न आतुर छ, जसले ब्रह्मज्ञान सुन्न वातावरण तयार गरेर बस्छ। बुद्धको परिनिर्वाणको फुलको वृक्ष कुरेर बसेको प्रसङ्ग मैले 1-2वटा पोडकास्टमा भनेको छु होइन। मुक्ति भनेको के त भन्दाखेरि खुदसँग चाहिँ मुक्त हुनु नै मुक्ति रहेछ कि, आफूसँगै मुक्त हुनु के, आफ्ना इच्छाहरू, आफ्ना डिजायरहरू होइन, ती चिजसँग नै मुक्त हुनु नै चाहिँ मुक्तिको चाहिँ कारक रहेछ क्या है। त्यो भइसकेपछि अनि यी चिजहरू चाहिँ जस्तै गुरुका प्रसङ्गमा होइन, गुरुका प्रसङ्गमा चाहिँ यो इन्ट्रेस्टिङ चिजहरू जो चाहिँ एकदम टची छन् होइन। जस्तै गुरु कहाँबाट आउँछ, गुरुको एनर्जी कसरी ट्रान्जिट गर्छ, गुरुको चिजहरू हामीले कसरी एक्सेप्ट गर्ने। प्राय अक्सर चाहिँ गुरुको शेखापछि अथवा गुरु बितिसकेपछि चेलाहरू एकदमै तगडा भएर निस्किन्छन् क्या। किन भन्दाखेरि त्यो गुरुको एनर्जी जुन हुन्छ त्यो चाहिँ चेलामा ट्रान्जिट गर्छ क्या। गुरुले जो रुचाएको चेला हुन्छ त्यही भएर त तयार पारिरहेको हुन्छ नि गुरुहरूले नि होइन, आफ्नो चेलाहरूलाई तयार पारिरहेको हुन्छ, जसमा पात्रता देखेको हुन्छ, जसमा समर्पण देखेको हुन्छ, जसमा चाहिँ त्यो क्वालिटिजहरू देखेका हुन्छन् नि होइन। तिनीहरूलाई चाहिँ गुरुहरूले नि तयार पार्छन् क्या। अब यहाँ बुढाबुढी भएर नि आउनुहुन्छ, 50-60 भइसक्यो उमेर, अझ नि गुरु छैन होइन। ज्ञान ब्रह्मज्ञान गर्न हिँड्या छ, अध्यात्म कुदिया छ, तर न गुरु छ न के छ लाइफमा होइन। किन भएन त भन्दाखेरि चाहिँ पहिलो कुरा त उहाँहरूले एक्सेप्टै गर्न सक्नु भएन क्या। त्यो जे चिज प्रकृतिले दियो नि होइन, आफ्नो अहङ्कारले छेक्यो कि। जुन दिन त्यो अहङ्कार ब्लड तोडिन्छ नि त्यस पछाडि चाहिँ अनि कुनै न कुनै फर्ममा, परमात्माकै फर्ममा चाहिँ गुरु, शरीरधारी गुरु चाहिँ खडा हुन्छन् के है। यो चिजलाई चाहिँ तपाईँहरूले मनन गर्नु होला। र हामीले आज इन्ट्रेस्टिङ टपिकमा गफ गर्नलाई चाहिँ गइरहेको थियौँ। यो अलिकति गुरुको प्रसङ्ग धेरैजनाको क्वेसनहरू आएको हुनाले मैले कोटाइदिएँ। आज हामी नीम करोली बाबाको विषयमा चाहिँ हामी कुरा गर्छौँ। लक्ष्मण दास, तेलिया बाबा, तलैया बाबा, नीम करोली बाबा भनेर चाहिँ चिनिने व्यक्तित्व महाराजजी जो मेरो वान अफ माई गुरुज हुनुहुन्छ होइन। उहाँलाई चाहिँ उहाँको आज चर्चा गरौँ। 1900को दशकमा एडीको आसपास है, एक्युरेट डेट छैन उहाँको जन्ममिति। युपीको अकबरपुर, भारत युपी, हाल चाहिँ फिरोजाबाद जिल्लामा चाहिँ जन्मिनु भएको महाराजजी होइन। फरुखाबाद पनि भनिँदो रहेछ त्यो ठाउँलाई होइन। उहाँ चाहिँ
निमकोर्ली बाबा 1900 ठ्याक्कै 1900 आसपासमा ट्याक्कै जन्मिनु भएको। उहाँले चाहिँ धेरै किसिमको साधनाहरू गर्नुभयो है। उहाँको बोलाउने नाम लक्ष्मण दास, पहिलेको जुन गुरुहरूले दिएको नाम लक्ष्मण दास होइन। अनि त्यस पछाडि लक्ष्मण दासबाट चाहिँ उहाँले जब निमकरोली भन्ने स्टेसनमा चाहिँ उहाँले लीला देखाइदिनु भयो, चमत्कार देखाइदिनु भयो रेल रोकेर, त्यसपछि उहाँको नामै निमकरोली बाबा भनेर होइन नाम रहन गयो। प्रसङ्ग म भन्छु, निमकरोली बाबा 17-18 वर्षको उमेर हुनुहुन्थ्यो। हनुमानजीको चाहिँ खुब साधना गरेर चाहिँ उहाँ सिद्धि गरेर, उहाँ चाहिँ गुजरातबाट चाहिँ सिद्धि गरेर चाहिँ आउनुभएको थियो र तीर्थ जाने क्रममा चाहिँ निमकरोली भन्ने स्टेसनमा आइपुग्नु भएको थियो। भर्खरको यङ केटा, तपाईँहरूले पिक्चरमा हेर्न सक्नुहुन्छ, जटासटा पालेको केटा होइन। निमकरोली बाबाको जटा भन्दा तपाईँहरूलाई हाँस उठ्ला होइन, महाराजजी जहिले वेल सेप्ड हो के तालु। त्यतिखेर जटासटा पालेको चाहिँ एउटा केटा होइन, भर्खर सिद्धि गरेर आएको केटा। अनि आएर चाहिँ जब ऊ चाहिँ निमकरोली भन्ने स्टेसनमा फर्स्ट क्लासको डिब्बामा गएर बसेको थियो, बस्दाखेरि चाहिँ टिटीले आएर चाहिँ त्यो जोगीकै भेषमा हुनुहुन्थ्यो, टिटीले आएर उठाएर त्यहाँबाट निकालिदियो बाहिर निक्लिसकेपछि महाराजजी त एकदमै सहज हुनुहुन्थ्यो त्यतिखेरदेखि नै, सन्त अवतार होइन, मनुष्यको बिचमा लीला गर्न आउनु भएको थियो निमकरोली बाबा। अनि उठाएर निकालिदिइसके पछाडि चाहिँ जब निकालिदियो, उहाँ गएर बाहिर रेल स्टेसनको बाहिर बेन्चमा गएर बस्नुभयो। त्यस पछाडि रेलको जाने बेला आयो होइन, धेरै प्रयास गरियो, रेललाई स्टार्ट गर्यो, स्टार्टै हुँदैन। अनि नभइसके पछाडि सबैमा खैला बैला भयो, के भयो होइन। त्यहाँ आएर चाहिँ मेकानिकल इन्जिनियरहरूदेखि लिएर सबै टेक्निकल हेर्नेहरू सबैलाई बोलाइयो, त्यही पनि चल्दैन। अनि एकजना भक्तले चाहिँ बिचमा स्वरमा चाहिँ, तिमीले चाहिँ यो बाबा सिद्ध थिए, यिनलाई निकालिसकेपछि चाहिँ निकाले भएर नचल्ने, यिनलाई ल्याएर यहीँ राख, फेरि जान्छ भनेर चाहिँ भनिदियो। अनि अब एकदमै हैरान भइसकेपछि बरु यो जोगीलाई ल्याएर राखिदियो, यहाँ ल्याएर राखिदिइसकेपछि नहिँड्छ कि भनेर ल्याएर राखेको। निमकरोली बाबाले चल भनेर यसरी मात्र रेलमा के धापा गरेको थियो, ट्रेन स्टार्ट भयो र चल्यो, यो चमत्कार भयो। त्यस पछाडि उहाँको नाम निमकरोली बाबा भनेर रह्यो है। उहाँको नाम चाहिँ तेलिया बाबा थियो, कहीँ तलैया बाबा भनेर बोलाइन्थ्यो निमकरोली बाबालाई होइन। र महाराजजीलाई चाहिँ के मानिन्छ त भन्दाखेरि उहाँलाई चाहिँ हनुमानको साक्षात अवतार मानिन्छ है। अनि महाराजजीको एउटा चाहिँ के थियो त ध्येय भन्दाखेरि, महाराजजी चाहिँ हनुमानको रूपमा आएर दास भावनालाई सिद्ध गर्न चाहनुहुन्थ्यो कि भक्ति कसरी गर्ने, दास भावनालाई कसरी सिद्ध गर्ने भनेर एउटा चाहिँ हनुमानको स्वरूपमा आएर उहाँले चाहिँ लीलाहरू देखाउनु भयो, आफ्नो चमत्कारहरू चाहिँ देखाउनु भयो के होइन। अनि जस्तै निमकरोली बाबाका एकदमै ठुला भक्त को थियो त, रामदास होइन, जो चाहिँ रिचर्ड एल्पर्ट भनेर चिनिन्थे, जो हार्वर्डको प्रोफेसर थिए होइन। महाराजजीसँग जब जोडिए त्यसपछि महाराजजीकै नै भए होइन। महाराजजीका धेरै विदेशी भक्तहरू थिए, रामदास थिए, लक्ष्मणदास, कृष्णदास, यो चाहिँ महाराजजीले राख्दे है विदेशीहरूको नाम, विदेशीहरूलाई चाहिँ राखिदिएको नाम। अनि महाराजजीको एउटा एसिस्टेन्ट थियो के भन्ने, उहाँ त अहिले बितिसक्नुभयो। मैले उहाँको धेरै प्रसङ्गहरू हेर्थेँ होइन, जब म हनुमानजीको साधना प्र्याक्टिस गरिरहेको थिएँ ब्याक 2019तिर। त्यो बेलामा चाहिँ के भन्छ के चाहिँ एसिस्टेन्ट हुनुहुन्थ्यो महाराजजीलाई एसिस्ट गर्ने होइन। अनि महाराजजीले जहिले भन्नु अहेतुकी भन्ने एउटा वर्ड युज गर्नुहुन्थ्यो कि, त्यो अहेतुकी भनेको के त भन्दा द ग्रेस यु गट विदाउट डुइङ नथिङ लाई चाहिँ अहेतुकी भनेर भनेको रहेछ के केलाई सोधिएको थियो के। अब सिद्धहरूले चाहिँ कृपा गरिदिन्छन् क्या, द ग्रेस यु गट विदाउट डुइङ नथिङ, के केही गरेको छैन तै पनि कृपा हुने भने चाहिँ अहेतुकी। यस्तो महाराजजीले धेरैजनालाई कृपा गरिदिनु भएको थियो कि होइन, जो चाहिँ उहाँका भक्तहरू थिए, जो उहाँसँग चाहिँ एकदम डिभोटिज थिए होइन। अनि यस्ता खालका सन्तहरूको दे डोन्ट ह्याभ डिसाइपल्स है, उहाँहरूको कहिले नै त्यो डिसाइपल्सहरू चेलाचेलीहरू उहाँले कहिले पनि बनाउनु भएन उहाँहरूले होइन, सबै भक्तहरू थिए कि है। अनि महाराजजीलाई चाहिँ रम्ता जोगी बेहता पानीवाला चाहिँ हुनुहुन्थ्यो, उहाँलाई चाहिँ एकदम फकिर बिन्दास हुनुहुन्थ्यो होइन भनेर चाहिँ चिनिन्छ होइन। अनि त्यो जुन कैँची एरिया अथवा चाहिँ त्यो के भन्छ कैँची एरिया अथवा चाहिँ त्यो जुन एरिया छ महाराजजी बस्नु भएको त्यो एरिया भनेको सिद्धहरूको एरिया मानिन्थ्यो। त्यहाँ चाहिँ सोमबारी बाबा, हैडाखान बाबा होइन, यस्तो राम्रो राम्रो सेन्टहरू के, त्यो उहाँहरूको बारेमा सुन्दाखेरि पनि एकदमै आनन्द आउने के होइन। सोमबारी बाबा, हैडाखान बाबा, निमकरोली बाबा होइन, चाहिँ निमकरोली बाबा
चाहिँ हुनुहुन्थ्यो त्यहाँ होइन। अनि जस्तै के जो महाराजजीको चेलाहरू हुनुहुन्थ्यो त्यतिखेर महाराजजी जब बुढेसकाल आफ्टर 50 को टाइम जस्तो थियो होइन, महाराजजी जब कैँचीमा चाहिँ उहाँले चाहिँ आश्रम बनाउनु भयो जहाँ चाहिँ सोमबारी बाबाले तपाईँको धुना थियो, त्यही धुनालाई खोदेर त्यही धुनालाई चाहिँ होइन एक्सप्लोर गरेर फेरि त्यसैमा चाहिँ जागृत गरेर त्यहाँ चाहिँ सोमबारी बाबाले त्यहाँ सिद्धि गरेर त्यहाँ चाहिँ आफू तपेर एउटा गुफा थियो, गुफालाई चाहिँ त्यो गुफा टालिदिनु भएको थियो सोमबारी बाबाले। निमगली बाबाले गएर सबै खनेर सोमबारी बाबाले कहाँ कहाँ तप गरेछ त्यो ठाउँ हेरेर त्यो त्यस्तो ठाउँहरू जहिले पनि जागृत हुन्छ क्या। त्यही भएर साधना गर्दाखेरि नै हामी के हेर्छौँ भने कोही कोही सिद्धहरूले सन्तहरूले तप्या ठाउँ छ भने त्यस्तो ठाउँमा गएर तप्नुपर्छ क्या। त्यो चाहिँ जागृत बनाइसकेको हुन्छ क्या, त्यो एनर्जी एकदम एनर्जी फिल्ड क्रिएट भइसकेको हुन्छ है। के को काम के थियो त भन्दाखेरि विदेशीहरूको जति पनि चिठीहरू चाहिँ महाराजजीलाई लेख्छन् नि त्यो रिसिभ गर्ने ओर्ने तिनीहरूलाई चाहिँ ब्याक लेटर महाराजजीलाई सोध्दै चिठी लेख्ने त्यो काम चाहिँ के शाहले गर्नुहुन्थ्यो। के को घरमा आएर बाबाले होइन के को बुवालाई आएर हिँडेखान एउटा प्रसङ्ग छ। जस्तै के कोमा चाहिँ फर्स्ट टाइम जाँदाखेरि चाहिँ के र महाराजजीको कसरी भेट भयो त भन्दाखेरि जब महाराजजी चाहिँ त्यो गाउँमा छिर्नुभयो तब के को घरमा एकचोटि अनावश्यकै पुग्नुभयो। पुगेर चाहिँ त्यहाँ हिँडेखान बाबा सुत्ने कहाँ हो ठाउँ भनेर चाहिँ सोध्नुभयो। अनि हैडीखान बाबाले दिया मन्त्र जपिरहेछस् भनेर के को बुवालाई चाहिँ महाराजजीले भन्नुभएको थियो क्या। अनि केले चाहिँ साइडबाट यो सन्तहरू यो जोगीहरू किन घर घर जान्छन् मान्छेहरूको भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो। अनि महाराजजीले सुन्नुभएको छ। अनि है तैँले के भनिस् रे यो जोगीहरू किन घर घर आउँछ भनेर चाहिँ उहाँले चाहिँ केलाई भन्नुभएको होइन। त्यस पछाडि चाहिँ उहाँहरूको चाहिँ हजुरबा र नातिको जस्तो सम्बन्ध थियो के र महाराजजीको है। अनि महाराजजी चाहिँ प्राय सधैँ नाङ्गो पाउमा हिँड्नुहुन्थ्यो होइन। उहाँले चाहिँ 1953 चाहिँ 22 दिन 22 रात सँगै बसेको एउटा भक्तले चाहिँ एक दिन पनि सुतेको देखेनन् रे कि। त्यस्तो त्यो लेभलमा चाहिँ उहाँको चाहिँ भनौँ न एउटा चाहिँ ध्यान साधना थियो, त्यो लेभलको चाहिँ कन्सियसनेस थियो कि। किनभने मान्छे त एक दिन नसुत्दा बिरामी पर्छ, उहाँ 22 दिन 22 रातसम्म नसुतिकन होइन भजन मण्डलीमा त्यहाँ चाहिँ भजन कीर्तन गरेर बस्दिनु भएको थियो है। अनि एउटा प्रसङ्ग के भएछ भने एक दिन महाराजजीलाई चाहिँ खाना बोलाइएछ कि। अब महाराजजीलाई त धेरैले अफर गर्थ्यो, गर्दाखेरि चाहिँ एकचोटि चाहिँ लगभग 15-20 ठाउँमा जतिमा चाहिँ खाना खानुपर्ने स्थिति आएछ कि। आउँदाखेरि चाहिँ उहाँले एक दिनमा 20 मिल्स इन वन डे भनेर ल्याएको छ होइन। 20वटा मिल भनेको खाना 20 ठाउँमा चाहिँ उहाँलाई खानाको अफर गरिएछन्। अनि त्यतिखेर महाराजजीको एउटा चेला थियो हब्बा भनेको चाहिँ एउटा राम्रो व्यापारी थियो, ऊ एकदम धनाढ्य मान्छे थियो। महाराजजीलाई भेटिसकेपछि उसले त्यो सबै चिजहरूलाई सेटल डाउन गरेर महाराजजीकै पछि लागेको थियो कि। अनि हब्बा चाहिँ महाराजजीको अनन्त भक्त थियो, चेलो थियो होइन। अनि हब्बा अनि जो हब्बा पनि सँगसँगै महाराजजीसँग गएको रहेछ होइन। महाराजजी जानुहुन्छ, महाराजजीले 20वटा मिल के 20 ठाउँमा चाहिँ खाना खाइदिइसके पछाडि चाहिँ अनि हब्बालाई सोध्नुहुन्छ, हब्बा मैले कसरी यत्रो 20 ठाउँमा चाहिँ खाना खाएँ होला भन्दाखेरि हब्बाले चाहिँ भन्दा ओ सरकार हजुर त अग्नि हो, हजुरले खानुभयो त्यो सब स्वाहा हुन्छ होइन भनेर चाहिँ हब्बाले एन्सर दिनुभएछ क्या होइन। हब्बाले पनि चाहिँ महाराजजीलाई चाहिँ चिनिसक्नु भएको थियो, यो चाहिँ चान्चुने मान्छे होइन, एकदमै यो साक्षात् हनुमानजीकै स्वरूप हो भनेर चाहिँ है। अनि जस्तै महाराजजीलाई चाहिँ के मानिन्छ भने जस्तै महाराजजीको महिलाहरूसँग पनि प्रेम थियो। कस्तो प्रेम थियो त भन्दा कृष्ण र गोपीमा जस्तो प्रेम थियो नि महाराजजी र ती महिला भक्तहरूमा थियो कि। ती महिलाहरूका बुढाहरू चाहिँ सबै प्राय म्यारिड थिए, तर ती महिलाहरूले यस्तो माया गर्थे यस्तो प्रेम गर्थे महाराजजीलाई चाहिँ जसरी चाहिँ गोपिनीहरूले कृष्णलाई गर्थे क्या होइन। त्यो लेभलको प्रेम थियो है। यो चाहिँ भक्तिमा चाहिँ यो चिजहरू सबै एकदमै हुन्छ होइन। एउटा प्रसङ्ग म कोट्याउन चाहन्छु। जस्तै महाराजजी चाहिँ एक दिन हवन गरेर बसिरहनु भएको रहेछ। हवन गरेर बसिसकेपछि त्यतिखेर चाहिँ अनि हवन गर्दाखेरि चाहिँ धेरै मान्छेहरू जम्मा भए त्यहाँ। अनि खाना खुवाउने कार्यक्रमहरू रहेछ कि भण्डारा चलिरहेको थियो। अनि त्यहाँ चाहिँ पण्डितहरूले चाहिँ हवन गर्दै थिए, महाराजजी पनि भित्र कता हुनुहुन्थ्यो। अनि भइसके पछाडि चाहिँ त्यहाँ स्वाहा गरेर 12-1 बजाइसकेको रहेछ क्या। गरिसकेपछि चाहिँ यसो हेरेको मान्छेहरू निलो कालो भइसक्यो भोकाले है, खाना पाएको छैन, प्रसाद पाइन्छ, प्रसाद खानलाई चाहिँ कति आएका छन्। अनि महाराजजीले चाहिँ हेर्नुभएको छ, हेरिसकेपछि चाहिँ अनि गाली गर्नुभयो बाहिरबाट निक्ली, के स्वाहा गरेर बसिरह, यो मान्छेहरूले चाहिँ खाना पाएका छैनन्, यिनीहरूको पेट भर न, अनि चाहिँ भगवान्को कृपा हुन्छ, स्वाहा गरेर भगवान्को कृपा हुन्छ भनेर चाहिँ उहाँले बिचमा के त्यो हुन्छ नि त्यो कार्यक्रम चाहिँ
जुन नसिद्धिँदै चाहिँ उहाँले चाहिँ होइन स्वाहा स्वाहा भन्छ नि, जुन पूजापाठको बिचमै चाहिँ मान्छेहरूलाई चाहिँ खाना खुवाइदिनु भयो अरे के है। त्यो प्रसङ्ग पनि एकदमै राम्रो प्रसङ्ग छ होइन। एउटा सीताराम सेठको कहानी छ महाराजजीसँगको। एकचोटि चाहिँ महाराजजी कहाँबाट कैँचीबाट कुन ठाउँमा जाँदै हुनुहुन्थ्यो, जाँदाखेरि चाहिँ एकजना रिक्सावाला चाहिँ महाराजजीसँग चाहिँ कहाँबाट अनासै ठोकिन लागेछ। ठोकिन लागिसकेपछि अनि महाराजजीले के भन्नु अरे, अनि म यहाँबाट यो 5-10 किलोमिटर कति जानुपर्ने थियो अरे। महाराजजीले भन्नुभयो मसँग पैसा छैन, मलाई पुऱ्याइदिन्छौ तिमीले भनेर चाहिँ रिक्सावालालाई भनेछ होइन। अनि त्यसले यसो हेऱ्यो, साधु सन्त रहेछ, ठिक छ पैसा नभए पनि लैजान्छु भनेर उसले बोकेर हालेछ। हालिसके पछाडि चाहिँ बोकेर लग्यो अनि एक ठाउँ पुगिसकेपछि जब डेस्टिनेसन आयो महाराजजी चाहिँ ओर्लिनु भएछ र एउटा चाहिँ महाराजजीले कि ब्याग बोक्नु भएको थियो त्यहीँ छोड्नु भएछ। छोडेर निस्किनु भयो। पछि त्यो मान्छे रिक्सावाला अनि महाराजजी हजुरको यो ब्याग यहीँ छुट्यो भन्दै आयो। अनि मेरो ब्याग छ केही पनि छैन, केही पनि ल्याएको थिएन मैले भन्छ। भन्नुभयो तिम्रै हो यो लैजाऊ भनेर भन्नुभयो। अनि त्यो मान्छे त्यो रिक्सावाला कहाँ पऱ्यो, घरमा गएर हेरेको त्यो सुनै रहेछ अरे कि त्यो उसमा। अनि त्यो मान्छे चाहिँ पछि सीताराम सेठ भनेर चाहिँ एकदमै कहलिएको व्यापारी भएको थियो। त्यो रिक्सा चालकबाट अर्बौँको फ्याक्ट्रीवाला होइन चाहिँ भएको एउटा प्रसङ्ग छ होइन। निमगोली बाबाको हामीले चाहिँ बायोग्राफी पढ्दाखेरि चाहिँ यो चिजहरू भेट्छौँ। महाराजजीमा त्यो खालको क्षमता थियो कि है, कसैलाई कुनै मान्छेलाई ट्रान्सफर्म गरिदिनु पऱ्यो भने पनि गरिदिन सक्ने। हामीले नेपालकै सिद्ध सन्तहरूले पनि भन्छौँ त, कति मान्छे सिद्धहरूले चाहिँ कृपा गरिदिएर होइन केही नभएको मान्छेलाई नि कहाँबाट कहाँ पुऱ्याइदिएको चाहिँ प्रसङ्गहरू पनि छ होइन। अनि महाराजजीले चाहिँ साधना गर्दाखेरि चाहिँ पहिला माटोले बनाएको हनुमानजीको मूर्तिबाट चाहिँ सिद्धि गर्नुभएको थियो क्या। त्यो मूर्ति तपाईँहरूले नै अहिले नै यसो नेटमा हेर्नुभयो भने पाउनुहुन्छ है। अनि जस्तै अहिले महाराजजीको चाहिँ जुन जन्मघर छ होइन, उहाँ चाहिँ एउटा जमिनदार फ्यामिलीमा जन्मिनु भएको थियो। एकदमै राम्रो वेल टु डु होइन, एकदमै रिच फ्यामिली थियो उहाँको, सम्पन्न फ्यामिली थियो होइन। अनि उहाँ चाहिँ बच्चादेखि नै साधु सन्त स्वभावको। महाराजजी फेरि कतिलाई लाग्ला निमगोली बाबा भने चाहिँ अनम्यारिड मान्छे हो, तर त्यो होइन है, निमगोली बाबा म्यारिड हो होइन। उहाँको छोरा नै स्टिल 2-4 वर्ष अगाडिसम्म हुनुहुन्थ्यो वृन्दावनमा। उहाँको नि शरीर पुरा भएछ। अस्ति भर्खर एकजना दिदीले मलाई पठाइरहनु भएको थियो होइन। अनि एउटा सानोको बच्चाको एउटा इन्सिडेन्ट भनिदिन्छु म। महाराजजी जब 8 वर्षको हुनुहुन्थ्यो अनि एक दिन चाहिँ उहाँलाई चाहिँ यस्तो पछिको घटनाहरू थाहा हुने। अनि एक दिन चाहिँ आमा बुवालाई भन्नुभएको छ आज घरमा डाका लाग्नेवाला छ, घरका सुन चाँदी पैसा सैसा छ भने छिमेकीकोमा अथवा कहीँ व्यवस्थापन गर्नु भनेर भनिदिनु भएको छ। त्यति भइसकेपछि अनि अब यो केटोले भनेको पुग्छ भनेर उहाँका आमा बुवा डराएर त्यहाँ घरका सुन चाँदी चाहिँ यताउति चाहिँ लगेर एक ठाउँमा आफ्नो नाच्दा रकम व्यवस्था गरेछन्। व्यवस्था गरिसकेपछि चाहिँ राति नभन्दै डकैती लाग्यो। डकैती लागिसकेपछि आमा बाबालाई नराम्रोसँग पिटाइ गरे ती डाकाहरूले होइन। यहाँ कहाँ छ सुन चाँदी लिए भनेर। अनि केही पनि भेटिएन घरमा होइन, अलिअलि भएको पाटोपुट्टो लिएर गए। अनि पछि चाहिँ महाराजजीको जब त्यो कुराहरू घटनाहरू पुगिसकेपछि तपाईँको के भन्छ अनि धेरैजनाले चाहिँ महाराजजीलाई चाहिँ के भने त भन्दाखेरि ओहो यो त यसमा त जन्मजातै सिद्धि छ भनेर नि भने कि त्यस्ता सानैदेखि चाहिँ लीला गर्नुहुन्थ्यो महाराजजीले है। अनि महाराजजीले जहिले भन्नुहुन्थ्यो सर्भ पिपुल फिड पिपुल रिमेम्बर गड है। उहाँको जहिले नि भनाइ नै त्यही हो, सर्भ पिपल मान्छेहरूलाई सेवा गर, फिड पिपल रिमेम्बर गड है, भगवान्लाई चाहिँ सम्झ। अनि जस्तै उहाँहरूले चाहिँ उहाँका जस्तै महाराजजीका चेलाचेलीहरू होइन अथवा भक्तै भनौँ को थिए त धेरै मात्रामा भन्दाखेरि चाहिँ जस्तै नामहरू लिनै पर्दाखेरि चाहिँ 1960s का ताकाका होइन रिचर्ड एल्बर्ट रामदास, भगवान दास होइन। भगवान दासले नै रामदासलाई चाहिँ भेटाइदिनु भयो है महाराजजीसँग। अनि कृष्णदास अहिले जो भजन गाउनुहुन्छ हि इज अल्सो इन द बडी है। लामा सूर्यदास, जय उत्तल हुनुहुन्छ। जय उत्तलको मलाई असाध्यै राम्रो छ, राम 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 श्री राम 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 यस्तो मिठो गाउनु भएको छ होइन। त्यो हिन्दीमा उहाँले गाउनु भएको छ जय उत्तल। अनि दादा मुखर्जी हुनुहुन्थ्यो, ल्यारी ब्रिलियन्ट हुनुहुन्थ्यो होइन। स्टिभ जब्स पनि बाबालाई भेट्न आएका थिए होइन, बाबाका चेलाहरूमध्ये एक थिए। तर स्टिभ जब्स आउनुभन्दा 6 महिना अगाडि बाबाको शरीर पुरा भइसकेको थियो है। स्टिभ जब्सलाई नि चेलो मानिन्छ, तर स्टिभ जब्सले नि भेटेको होइन है। 20-21 वर्षको उमेरमा चाहिँ स्टिभ जब्स पनि कहीँ आउनु भएको रहेछ होइन। अनि बाबाले एउटा के भन्नुभएको छ भने वाज इनलाइटेन्ड भन्ने कुरा गर्दाखेरि चाहिँ बाबाले चाहिँ के भन्नुभएको छ, मेरो अब एउटा लाइफ बाँकी छ, त्यो चाहिँ म नर्मदाको किनारमा फेरि जन्म लिन्छु भन्नुभएको छ है।
यो चाहिँ मैले धेरै स्टडी गरिसकेपछि चाहिँ पत्ता लागेको एउटा चिज थियो कि त्यो यहाँ मैले लेखिरहेको रहेछु होइन। यो चाहिँ यो चिज भन्दाखेरि चाहिँ सायद बाबाको फेरि पनि कुनै ठाउँमा चाहिँ बर्थ भएको हुनुपर्छ होइन। एक लाइफ मेरो छोटो स्प्यान छ, म एक लाइफ चाहिँ आउँछु भनेर चाहिँ निमकर्ली बाबाले चाहिँ यसरी चाहिँ आफ्नो जुन भक्तहरूलाई अनन्य एकदमै होइन नजिकका चेलाचेलीलाई चाहिँ भनिदिनु भएको रहेछ है। अनि महाराजजीको यति हुँदाहुँदै 1973 डिसेम्बर 11 चाहिँ वृन्दावनमा चाहिँ उहाँले शरीर छोड्नु हो होइन। उहाँ गृहस्थमा हुनुहुन्थ्यो, म्यारिड हुनुहुन्थ्यो, 3वटा बच्चा थिए उहाँका होइन। अनि त्यसरी गृहस्थमै भएर पनि एउटा चाहिँ हाई लेभलको साधनाको अवस्थामा पुगेका साधु होइन। एउटा यसलाई चाहिँ रियलाइज मास्टर भनौँ है। संसारै त्यतिखेर हिप्पीको एरा थियो, संसारभरिका चाहिँ योगीहरू चाहिँ त्यहाँ महाराजजीलाई भेट्न आउँथे होइन। त्यो एरा यति इन्ट्रेस्टिङ थियो कि म एक दिन चाहिँ त्यो 60s को एरा के 50s 60s रमणा महर्षि हुनुहुन्थ्यो, यता चाहिँ ओशो हुनुहुन्थ्यो, प्रभुपाद हुनुहुन्थ्यो, त्यसै गरी चाहिँ अरू धेरै होइन यो बिटल्सका गुरु हुनुहुन्थ्यो क्या, मैले महर्षि महेश योगी हुनुहुन्थ्यो। यी खालका चाहिँ एकदमै हायर लेभलका सेन्टहरूको एरा थियो कि त्यो एराको टाइममा चाहिँ महाराजजी हुनुहुन्थ्यो होइन। त्यो एरा एकदम इन्ट्रेस्टिङ एरा थियो। त्यो एराको विषयमा हामी एक दिन एपिसोड बनाउँला होइन। हाम्रो कालद्रष्टा च्यानललाई सेयर सब्सक्राइब गरिदिनु होला। आजको लागि धन्यवाद।